प्याज राख मान्छे भिडे भइसक्यो सबैजना अब नाचगान गर्ने एउटा यता दर्शन सर्वप्रथम यस विजयादशमीको पावन अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूप्रति सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। तपाईहरूले सोचेका प्रत्येक शुभ कार्यहरू सफल बनोन् र तपाईँले प्रत्येक हप्ता चालेका ती कदमहरू जहाँ जहाँ तपाईँले टेक्नुहुन्छ ती कदमहरू सुन बनुन् र हिरा बनुन्। विभिन्न धर्मग्रन्थ अनुसार देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको दिन वा सत्यले असत्यमाथि र धर्मले अधर्ममाथि विजय प्राप्त गरेको दिनमा संसारमा छरिएर रहनुभएका विभिन्न धर्मावलम्बीहरूले यस दिनलाई विजयादशमीको रूपमा मनाउँदै आउनुभएको छ र मनाउँदै हुनुहुन्छ। विशेष गरेर आफूभन्दा ठुला वा आफूले आदर्श मानेका व्यक्तित्वबाट निधारमा रातो टीका लगाएर वा जौबाट उमारिएको त्यो पहेँलो जमरा कानमा सिउरिने अनि आफूभन्दा ठुला व्यक्तित्वबाट आशीर्वाद लिएर आफ्नो शुभ कार्य गर्ने दिनलाई पनि विजयादशमीको रूपमा मनाउन सकिन्छ। त्यसैले त विभिन्न ठाउँमा छरिएर बसेका आफ्ना परिवारजनहरू इष्टमित्रहरू र यस दिनमा आफ्नो घरमा आफ्नो परिवारहरूलाई भेट्नको लागि भनेर धेरै टाढा टाढाबाट पनि घरमा पुग्नुहुन्छ र आपसमा बसेर जिन्दगीभरि बिताएका दुःख सुखहरू बसेर कुरा गर्नुहुन्छ। त्यसैले यो दिन तपाईँको दसैँ हो, हाम्रो दसैँ हो अनि हामी सबैको दसैँ हो। त्यसैले यो दसैँ हामी सबैले मिलेर मनाउनुपर्छ र हामी सबै बसेर रमाउनुपर्छ। त्यसैले यो ब्लगमा हाम्रो दसैँ कसरी मनाएका छौँ हजुरहरूको लागि यो भिडियो प्रस्तुत गरिएको छ। हस्त धन्यवाद। एडिट चाहिँ कसरी गर्नु एडिट गर्न गाह्रो छ थाहा लाग्यो। पछि त यसो अलि फाले हुन्छ उता उता फाल्नु भयो क्या आउँछु अलि ठुलोको लैजा ल्याउनु पर्ने छ त्यही टाउकोमा ए बाबा त फुल गर्नु भएन त मनले चिताको म बोल्छु बाहिर बाहिर फ्यामिली पिक्चर खिच्नुपर्छ तँ देखि चला ल ल मेरो खुट्टा पनि धुने हजुरले मेरो खुट्टा धुने हो मम्मीले के सोचिस त्यो सबै पुरा होस्। सुना भएन
टिस्यु ल ढोगिस्यो दिस्यु हाक्के नानी भाइ प्याज राख अनि अरू वस्तु वस्तु राख्नु पर्दैन प्याज राख मजानो लाग्छ जिरा राखेँ कि पहिला अनि त यता हाल्नु मिले कसले पठाइदिएको धन्यवाद आन्टीलाई किन्न पठाएको नि पूर्णिमा आन्टीले किनिदिएको त ल सन्चै हो ए अचार कति झिक्रिस नपिरो झिक्ने एउटा बोलमा अनि धेरै झिक्रे किनभने ल हामी पनि छौँ है यता नमस्कार नमस्कार सन्चै सन्चै मैले बासमतीको बनाएको कस्तो मोटाको राम्रो हुन्छ भन्छन् के भन्न त तर म त बासमती नै थियो त्यसैले बनाएको राम्रै भयो यी पनि हामीले यो पनि मोटो त होइन नर्मल चामलको बनाएको अहिले पनि यहाँसम्म आइपुग्दा हाम्रो परिवारले टिका लगाएर भ्याइसकेको छौँ भने अब हाम्रो घरमा साथीहरूको आगमन भइसकेको छ। सापट्टिमा तातले कपी हान्ने बस्छ नि त पुरानो एजेन्टको माइले हेर्न पुगेछ के अरे टच भयो पैसा दिए भन्यो मेरो पैसा दिए नमस्ते ल नमस्ते 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 ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ ल ल नमस्ते ल ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ सबैजनालाई ल दसैँ मान्न आइयो हामी छोरी टिका लाउन दिदीहरूलाई सबैलाई ल ह्यापी दसैँ आज दसैँको शुभकामना सम्पूर्ण फ्यामिलीहरूलाई यही छ मेरो अनुरोध ल धन्यवाद 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 चाहिँ रक्षा गरौँ सबैजनालाई जय होस् ल वेलकम हो ल वेलकम छ हाम्रो घरमा वेलकम छ ल ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ल ह्यापी दसैँ भन्दैन ओके मेरो नमस्कार यो आज पर्न गएको नेपालीहरूको महान चाड
श्री विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरू सम्पूर्णमा मेरो नमस्कार। आज हामी यो सबैजना नेपालीहरू एकै ठाउँमा भेला भएर एउटा टिका लाउने र आशीर्वाद लिने र आशीर्वाद दिने गर्ने काम अब हामी ठुलाबडाको हातबाट या दाइहरूको हातबाट टिका लाउन हामी अब गइरहेका छौँ। अब कोही साथीभाइहरू आइसक्नु भएको छ, कोही आउँदै हुनुहुन्छ। टिकाको लागि सबै थोक रेडी भइसकेको छ। सम्पूर्णलाई नमस्ते। देश तथा विदेशमा बस्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही विजयादशमीको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। आज हामी यही विजयादशमीको उपलक्ष्यमा हाम्रो घरमा चाहिँ यसरी जम्मा भएका छौँ टिका लाउने क्रममा। अब हामीहरू कतिपय साथीहरू आइसक्नु भएको छ, कतिपय साथीहरू आउँदै हुनुहुन्छ। हामी सम्पूर्ण साथीहरू बसेर यो आजको चाहिँ नि विजयादशमीको उपलक्ष्यमा साथीहरूलाई पनि स्वागत गर्दछु र हामी एकछिनपछि टिका लगाएर एकछिन अनि बसेर रमाइलो गर्नेछौँ। ल सम्पूर्ण हामी नेपाली दाजुभाइहरू यहाँ विशेषमा भएका सम्पूर्ण हाम्रो अहिले बेल्जियममा रहेको साथीभाइहरू, दाजुभाइहरू, दिदीबहिनीहरू होइन, सम्पूर्ण हाम्रो इष्टमित्रहरू सबैजनालाई मेरो तर्फबाट विजयादशमीको प्रणाम छ र शुभकामना छ। सबै कारणले गर्दा हामीलाई चाहिँ यो विदेशमा जति रहेको मान्छेहरू विदेशमा छरिएर बसेको छ। अब हामी अब जति युरोपदेखि लिएर विदेशमा जति जुन ठाउँमा बसेको छ हाम्रो नेपाल दाजुभाइहरूले चाहिँ यो चाडहरू मान्नुपर्छ र मान्नु गरेको जरुरी छ होइन। रमाइलो पनि गर्नुपर्छ र एउटा आनन्द लिनुपर्छ, बाबाआमाको आशीर्वाद लिनुपर्छ र हामीले टिकाहरू लगाउने, आफ्नो ठुलो बाबा मान्छेसँग टिका लगाएर हामीले चाहिँ एउटा आशीर्वाद थाप्ने भन्ने त्योभन्दा ठुलो कुरो हो होइन। त्यसरी चाहिँ हामी सबै सम्पूर्ण नेपाली दाजुभाइहरूलाई यति भन्न चाहन्छु। म अहिले यहाँ बेल्जियमबाट बोल्दैछु। हामी बेल्जियम एउटा हाम्रो अब दाइको घरमा आएर हामीले छौँ टिकाको चाहिँ प्रोग्राम गर्न लगाएको र टिका लगभग त हामीले घरमा आफ्नो घरमा सबैले भइसकेको छ। तर त्यही पनि एउटा आफ्नो उमेर खानेले हिसाबले दाजु घरमा आएर हामीले टिकाको लागि चाहिँ अब सुरु हुँदैछ। नमस्कार। विजयादशमीको उपलक्ष्यमा सबै देश विदेशमा रहनुभएका सबैलाई धेरै धेरै शुभकामना। नमस्ते सबैलाई दसैँको धेरै धेरै शुभकामना। ल मलाई धेरै बोल्न आउँदैन है त। नमस्ते। विजयादशमी 2082 को सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धेरै धेरै शुभकामना। नमस्कार। 2082 सालको मङ्गलमय शुभकामना देश तथा विदेशमा रहनुभएका सबै सम्पूर्णमा। ल ठिक छ। नमस्ते सबैलाई। म त अहिले दाइले पनि ठिकै छ। ल टक्का के हो र? भिडियो मान्छे भिडियो भइसक्यो। खोइ के हो, के गर्नु भयो भने थाहा छैन। नमस्ते गर्नु के अरे के एप्रिल फेरि। नमस्ते। भद्रकाली के मनै होला कि मन बनाइ यो त मैले एकदम टिकटकको भए जाने मन मनै भनेछु नि। टिकटक बनाउनुहुन्छ है? दाइ अहिले कस्तो नाचिदिनु भयो नाचेर गर्छ त्यो मैले लाएर दाइले मलाई यस्तो गरिदिनु छ मलाई थाहा होइन। के दिनु पर्ने हो? होइन हामीले चाहिँ के गर्नु अरू पकाउनु है। जबर ठ्याक्क मन मनै मेरो आशीर्वाद छ है भन्छु मैले। अलिअलि सिनेमाहरू पनि भन्नुपर्छ। के लाइट जानु माथि
भिडियो र लाइट मिलेन हौ ए दाइ हजुरलाई नि अब हेरिदिनुहोस् म लाइट देखा दाइले पनि हेरिरहनु पऱ्यो भएको यसरी बसेर हामीहरू बसेर दसैँ मनाउनु पाऊँ अङ्कललाई दिदी प्रेम आशिक पनि दिनु नि त लाइट बालिरहनु पऱ्यो उन्नति गर्दै जाने कानमा सिउरिनु तर पहिला यताबाट के यताबाट यता पनि दसैँ म त जान्छु एकदम भाग्यशाली दुगो दही मौला अझै राम्रो होस् भाउजू त घाँटी फेरि दुख्ला है विचार गर्ने घाँटी दुख्ला है राति प्रत्येक आउने वर्षहरूमा हामीले यसरी दसैँ म त जान्छु एकदम भाग्यशाली दुगो दही मौला अझै राम्रो होस् भाउजू त घाँटी फेरि दुख्ला है जान जान म पछाडि बस्छु म छोरी हुन्छ त्यो हुन्छ क्या हातले छोए पनि हुन्छ कि असितै सकिसक्यो भने हो नि साइकल छोइदिए पनि हुन्छ कि नेपालमा चलन हुन्छ त्यही हो सही भएको छ अहिले नानीहरू छैन बाबुहरू टोली हो हाम्रो सुकु धेरै पढ्ने ज्ञानी मान्छे हुने है अलि माथि गएर त अनि रोग कहिले नलाग सुकु एकदम हेल्दी हुन पर्यो सुकु सुकु क्या सुकु है एकदम हेल्दी हुने रोग नलागोस् मेरो सुकुलाई है धेरै पढ्ने मम्मी बाबालाई सधैँ माया गर्नु पर्यो कान्छी छोरी भएर अनि छोराको त्यत्रो भएपछि हाम्रो के हुनु नमस्ते मलाई ठुलो मनपर्छ नि सक्यो हो काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि छोरालाई चाहिँ के आयुष दिनु सुते के भन्छन् क्या चिताएको पुरुष दिनुहोस् सधैँ खुसी रहनु
तपाईँको अघिका फोटा नि थाके जस्तो आएको दिदी माया दिदी सधैँ ह्याप्पी रहनु चिताएको पुलिस निरोगी रहनु दुर्गा माताले रक्षा गरौँ खोइ यहाँ राख्दैन बहिनी यहाँ छु होइन यस्तो आफ्नो फेस्टिभल भन्न मात्रै हिजो त्यो उसलाई भनेको भन्थ्यो मलाई थाहा छ भन्दै थियो त्यो नयाँ केटीको पुरानो थाहा नयाँ केटा चाहिँ हाम्रो अफिसको अङ्कल आन्टीले चाहिँ अब टिला अर्को वर्षमा फेरि लगाइन्छ यसरी अलि यता आउँछ अरे अलि यता आउँछ अरे ल ह्याप्पी दसैँ के हो फ्रगी भएछ नि त कोही कोही चाहिँ तिमीले अब त्यो मिठाई र चिसो केही नखाऊ है भोलि स्कुल जानुपर्छ भोलि गएपछि तुले छुट्टी हो फेरि पैसामा टिका नलागेको छ तिमीलाई खोली हेर्दा त नि भोलि पैसामा टिका लागेको नेपालतिर भए त टिकै लाग्नु नमस्ते छोरीहरूलाई अब अरू को छ र दाजुभाइको उस्तै रहेछ कपाल हात पनि थापिस हेर कस्तो तरिका यो हो नि तरिका यस्तो हो कि सिकाउने अब हामीले त हो नि नेपाल बच्चालाई लानु ल्याइदिनु गर्नुपर्छ केही कुरा सिक्छ कि 1 महिना गए पनि धेरै कुरा सिक्छ किन हामीले अब हाम्रो बच्चालाई नेपालको बच्चाहरू यिनीहरू कहाँको के को होइन नेपालमा चाहिँ खर्च गर्नु केही ल अब चाहिँ एकचोटि हामी बिस्तारै यहाँ सबैजना चाहिँ अब रमाइलो एउटा बिस्तारै अब हुँदैछ यो रमाइलो पनि गर्नुपर्छ हाम्रो अब चेलीबेटीहरू हाम्रो आमा पार्टीहरू यहाँ नाच्ने सुरु भइसकेको छ हल्का रमाइलो होइन अब यो रमाइलोमा चाहिँ सबैजना अब नाचगान गर्ने एउटा रमाइलो चाहिँ एउटा टिका लगाएर रातो टिका लगाएर एकदम अनुहारमा होइन चट्ट उज्यालो छाउने होइन यो भनेको त एउटा वर्षमा एकचोटि आउने चिज हो है चाड हो यसमा चाहिँ यो चाडमा चाहिँ हामीले चाहिँ एकदम मान्नुपर्छ है त्यहाँ चाहिँ हामी जति देश वास्तीमा भएको हाम्रो जति मान्छेहरू भएको छ यहाँ हामी विदेशमा जति भएको हामी नेपाल दाजुभाइहरू दसैँ मानेर यसरी रमाइलो चाहिँ गर्ने म चाहिँ एउटा सबैलाई अनुरोध गर्न चाहन्छु र हाम्रो भाइहरू चाहिँ सबैले टिका लगाइसकेको छ हाम्रो बहिनीहरूले पनि हाम्रो बच्चा छोरीहरूले पनि होइन सबै काम भइसक्यो यसमा चाहिँ आज हामी धेरै धेरै खुसी छु अब यसरी अब अर्को वर्ष पनि यसरी हुन्छ होइन हुनुपर्छ हामीले गर्नुपर्छ त्यसको लागि धेरै धेरै धन्यवाद है ल सबैजनालाई ह्याप्पी दसैँ सबैले राम्रोसँग दसैँ मनाउनुहोस् खुसी मनाउनुहोस् छवि पनि मोटनहरू सबै यही राखिदिन राख्नु होला भनेको हो मैले सेल यसो तताउने हो के होला तताउनलाई उहाँ थालमा राखेको छ कि यहाँ नि सेल रहेछ फेरि प्रोग्राममा जुटिरहेको छौँ हामी अहिले अनि त्यसपछि थोरै एकछिन खाना खाइसकेपछि फेरि
दसैँ तास खेल्ने भन्ने चाहिँ प्रोग्राम भइरहेको छ हाम्रो पखेटै धेरै रहेछ बङ्गुर घुम्न जान्छु एकछिन सबैले खानुहुन्छ यता यो खोल्नु भयो यता पस्किनु भयो भिडियो बनाएर लाइट हाल्नु सबैजना आउनु हाम्रो होइन जति ठुलो भयो अब आउँछु नजिक आएर क्या दुईटा छोरीहरूको काम के पाएको हेर्नु नि एउटी लाइट बाल्दै झुन्डिरहेको ल सबै खायौँ अहिले चाहिँ यसमा चाहिँ दाइले अहिले खानु जस्तो यता आऊ क्या बाबा त हान्नु भयो हामी यताको दुईजना जाने कोही दुईजना अहिले पनि खाएको खेल्नै मन लाग्यो बाबुले पनि दुईचोटि खाए एक हात आएर आएन भने त खेल्दै दस हात भइसक्यो 10 हातले तपाईँ रुममा मात्रै हो कि अहिले गयो फाइन काम छ ल अहिले दाइले खाएँ मैले तिनचोटि खाइदियो अङ्कलले खानुभयो लगातार तपाईँले खायो बाबुले खायो तिनचोटि लगातार खायो मैले मात्रै हो बाबा त हार्नु जिन्दगीमा मैले त्यो स्कुलमा जाँदाखेरि खाजा खाने पैसा सबै यसै लङ्गुर उर्जा र भोकै भोकै बस्थ्यो के आयो खतम छ काम सात आठ नौ आइदियो नानी अब हेर दाइले त कति पैसा लिन्छ त है यो तरिका दाइ अब छिटो आउँछ त्यहाँ गयो नि बाबुले दुई चोटि कडी छ है 100 रुपियाँ 5 हात माऱ्यो भने त 500 को 20 हुन्छ नि आउँदो रहेछ त है आउँछ नि 5 जनाको 25 कस्तो आनन्द लाग्छ ल तीन कता फोटो नै हान्दिनु छोरी है फोटो त फोटो नै हान्दिनु यहाँ है खोप्दिनु फोटो त चेन्ज पर्छ के हो यस्तो दाइको छ कि अहिले आयो है आयो अब दाइको फल रहेछ दाइको के छ त भाइ मैले त बाँस छ ल यो मिस्टी छ मिस्टी कलर हो मिस्टी मैला यता
आउँछ कि भनेर त्यस्तो लिएर बनायो नि भनेको त उ त नखाऊ है त्यो खाने एकदिन बनाउने भिडियोमा हाई गर न हाई गर नि त ल हाई गेम खेल्ने जुटपट्टिको नजर आएको होइन जुटपट्टिको नजर आएको होइन कसको हेरौँ है अब योपालि अङ्कलको हेरौँ न अङ्कलको हेरौँ गयो ल बस्छ बढी गुलाम गुलाम त्यसले गुलामी खाएर थियो तपाईँ गुलाम बास केही भएन यहाँको छ केही भएन खाएन केही भएन ल त अहिले पनि मैले खाइदिएँ यही कलर मैले त हजुर जितेपछि छोरीले दिने हो नि म फेरि ल 3 पटक एक रुपियाँ दिने छोरीले आयो यी 1 रुपियाँ छोरीले आयो यी ल 10 रुपियाँ जितौरी जिताउने ल अब छोरीले बाँध्नु नि त मेरो एउटा भ्याएको हो र चितौरी बाँडी भ्याएको अहिले बल्ल सुरु